बस्नेत सर नमस्कार। धन्यवाद। कसरी हेरिराख्नु भएको छ अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने नेतृत्वको राष्ट्रपाले चाहिँ अहिले रवि लामिछाने विरुद्ध राजनीतिक प्रतिशोध भयो भन्दै त्यसका विरुद्ध 50 लाख जति हस्ताक्षर अभियान अगाडि बढाउने कुरा आइराखेको छ र अहिले हस्ताक्षर अभियान चलिराखेको छ। अब यो हस्ताक्षर अभियानले उनलाई न्याय दिने कुरामा कतिको सहयोग पुग्ला, कसरी हेर्नु भएको छ? त्यो प्रमाणको रूपले अदालतले मान्दैन, तर 50 लाख कहाँ गएर 10 रुपियाँले पैसा उठायो भने 5 करोड। पैसा पनि उठाउने काम भइरहेको छ भन्ने छ होइन। 5 करोड 50ले को दरले उठायो भनेदेखि 25 करोड, 100ले चन्दा दियो भनेदेखि 50 करोड। 50 करोड हुने हो अघि। अझ कसैले 200ले दियो भने 1 अरब हो। कहीँ त्यो त होइन खेल, मान्छेले बुझ्नुपर्छ। अघि के को लागि सिग्नेचर गर्ने? उनले 2.5 वर्षसम्म त्यही दलदलमा बसेर ओलीको गोडा मिचेर प्रचण्डको गोडा मिचेर उनले आफ्नो यो 2.5 वर्ष बिताएको हो कि होइन? हामीलाई त अवस्था परिवर्तन गर्छु भनेर भोट मागेको हो नि। तोसीबालाई त मैले नै भोट मागिदिएको हो, मेरा फ्यान्सहरूले त्यस बेलामा मैले नै भोट मागिदिएको हो। अहिले अमेरिका जाँदै हुनुहुन्छ उहाँ। अब जहाँसुकै जानुहोस्, उहाँहरूको कता अमेरिका अन्तर्क्रिया भइरहेको छ, कहाँ के छ त्यो उहाँहरू नै जानुहोस्। तर जनताको समस्या नउठाउने कुनै पनि पार्टी या नेता त्यसको काम छैन। अनि यो हस्ताक्षर अभियानले एक ढङ्गले जनदबाव सिर्जना होला नि, रवि विरुद्ध प्रतिशोध भएकै रहेछ भन्ने कुरा जनताले अब अघि हामीले भने जस्तै 50 लाख हस्ताक्षर सङ्कलन भयो त बहुसङ्ख्यक जनता रविलाई अन्याय भएको रहेछ भन्ने कुरा त प्रमाणित पुग्ला नि त। कसरी मान्ने? जुन अदालतले माधव नेपाललाई धरोटीमा छोड्यो, 35 लाख धरोटीमा हो कि होइन? माधव नेपाललाई धरोटी 35 लाखमा छोड्नु भनेको प्रधानमन्त्रीले या कुनै पनि मन्त्रीले क्याबिनेट डिसिजनको आधारले भ्रष्टाचार गर्न पाउँदैन भनेको हो नि त। नभएदेखि अख्तियारले नै पहिले भनेको थियो कि के अरे क्याबिनेट डिसिजन भनेको नीतिगत डिसिजन हो, त्यस्तोमा मुद्दा लाग्दैन भनेर 14 वर्ष थाँती राखेको हो कि होइन? अब परिवर्तन भयो। यो जुन सिग्नेचर क्याम्पेन छ यो मेरो विचारमा जनताको समर्थन भन्दा पनि जनताको पैसा उठाउने चाल जस्तो लाग्छ। किन मैले हिसाबै बताइदिएँ नि, अरबौं उठ्ने रहेछ होइन? 10 रुपियाँले 1 खिली सिगरेट आउँदैन, हो कि होइन? अनि 1 खिली सिगरेट त जसले पनि दिन सक्छ नि, जसले पनि सहयोग गर्न सक्छ होइन? 5 करोडको। तर हिजो आज के हुन्छ भने मान्छेसँग 10 रुपियाँको नोट चाहिँ हुँदैन, किनभने 10 रुपियाँले के आउँदैन, बोकेर हिँड्दैन, बोकेर हिँड्दैन। 50-100 भन्दा कम बोकेर हिँड्दैन। मगामा त 50-100 पनि प्राय गरी आउँदैन होइन, 10-2-4 हुन्छ होला। कहिलेकाहीँ म त्यो तिनकुने हुन्छ, माइती घर हुन्छ, या जहाँ जहाँ अलिकति ट्राफिक जाम हुन्छ नि त्यहाँ माग्ने आउँछन् कि आउँदैनन् है? भारतमा हो भने 50 पैसा दियो भने उनीहरू खुसी हुन्छन्। यहाँ मान्छेसँग चेन्ज हुन्छ हुँदैन, म देख्छु कसैले 20 रुपियाँ दिएको हुन्छ, कसैले 50 रुपियाँ हुन्छ, कहिलेकाहीँ नहुँदाखेरि माया लागेर 100 रुपियाँ पनि दिन्छ। त्यस्तो दिने हाम्रो समाजमा उदार समाज होइन? 50 लाखले 100 रुपियाँ दियो भनेदेखि त खेल खतम छैन। 50 करोड हुने भयो। 50 करोड हो भने त्यो रकम त सानो होइन, त्यसले नै सरकारी पीडितलाई पैसा फिर्ता गर्न पर्छ। स्वतन्त्र पार्टीले राम्रो हुन्थ्यो, फन्ड उठाएको त होइन यो, अलिकति ध्यान दिनु पर्यो। म त बिना कारण बिना कसुर हो, सानो ठुलो कसुर आफ्नो छ, तर बिना कसुर रवि लामिछाने थुनिएको छैन। यहाँ मान्छेले किन भन्न पाए मौका पायो भनेदेखि यस्तै कसुरमा आफ्ना पार्टीका नेताका स्वास्नीहरूलाई यी सरकारमा बस्ने गठबन्धनले बचाएको छ, त्यस कारणले मात्रै हो है। तिनीहरूलाई पनि हालिदिने भएदेखि त यो बात लाग्ने थिएन नि, यो विषय त्यति उजागर भएर चर्चा भएर आउने थिएन होइन? मान्छेले बुझिसकेका छ। तर के छ भने भिख माग्ने आउनेलाई पनि हामी 150 त दिन्छौँ नि होइन? एउटा जोगी आउँछ, केही नभए 50 रुपियाँ लिएर जान्छ। यहाँ कहिलेकाहीँ यो एउटा गाना बजाउँदै
कसैको लिभरको लागि भन्छ, कसै क्यान्सरको लागि भन्छ, 150 उठाइराखेको छ। ठुलै रकम उठ्नेवाला छ अभियानबाट, हस्ताक्षर अभियान मार्फत उठ्ने देखियो। तपाईँले हेर्दाखेरि नेपालीहरूले उधार अब 10-20 रुपियाँ त बोकेर हिँड्दैन, कम्ती नै 50 दिँदाखेरि त 50 करोड 1 अर्ब नै हुने अथवा अरबौँ हुने जस्तो देखियो। ठुलै रकम उठ्ने जस्तो देखियो होइन हेर्दाखेरि। त्यसैले त शङ्का मान्नुपर्छ। त सानो रकम भए हामी शङ्कै मान्ने थिएनौँ नि। 1 लाख मान्छेले को सिग्नेचर खोजेको भए 1 लाख मान्छेसँग पैसा मागेको 1 लाख मान्छेले 5 रुपियाँ दियो नि 5 लाख 50 रुपियाँ दियो भने 50 लाख हुन्छ। पार्टीले विभिन्न तरिकाले चन्दा उठाउँछ। मेरो विचारमा यो पार्टीले चन्दा उठाएको होइन। मुकुल ढकालको पछि अहिले हेर्नु त सर्वोच्च गएर होइन म नै महामन्त्री हुन पाउनुपर्छ भन्दै मुकुलले सर्वोच्च रिट हालेको छ। सर्वोच्चले पनि अन्तरिम आदेश दिँदै मुकुललाई किन पार्टीको महामन्त्रीबाट हटाइएको भनेर कारण देखाउ आदेश राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा आदेश जारी गरेको अवस्था छ। फेरि योभन्दा अगाडि मात्रै हेर्नु त 1 वर्ष पछाडि अब डाक्टर मुकुल ढकाललाई पार्टीको महामन्त्रीबाट हटाइसकेपछि फेरि निर्वाचन आयोग भन्छ होइन मुकुल ढकालले राष्ट्रसभा महामन्त्री हो भन्छ। फेरि पार्टीले पहिले हटाएको विवरण निर्वाचन आयोग कार्यालयमा बुझाएको तर निर्वाचन आयोग कार्यालयले अध्यादेश नगरेको भन्ने छ। यो के भइरहेछ राष्ट्रसभाभित्र, यो के हो? त्यो चिज अब सर्वोच्चमा गएको छ, सर्वोच्चले नै गरोस् हो कि होइन। तर के छ भनेदेखि त्यो पार्टीमा केही न केही गडबड छ। त्यो त भयो नि त। नभएदेखि कुनै घरबाट आवाज कराउने आवाज आयो भने त्यहाँ केही भइराखेको छ भने मान्छे भिड जम्मा हुन्छ कि हुँदैन? यिनीहरूले जुन किसिमका क्रियाकलाप गर्दैछन्, जति कराउँदैछन् त्यहाँ गडबडी छ। पार्टीभित्रै गडबडी छ। यो पार्टी टिक्ने अवस्थामा छैन। पार्टी टिक्दैन। यो समस्याले यो पार्टी एकदमै भड्कालोमा पर्न थाल्यो। यो पार्टी राम्रोसँग जन्म नहुँदै अहिले चुनावमा जाने हो भनेदेखि मेरो विचारमा 20 जनाले टिकट पनि लिँदैन होला। यी जति जितेका छन् तिनीहरूले टिकट पनि लिँदैन होला। कुन मुखले माग्न जाने? नो नट अगेन भनेको छु, फेरि त्यसैकोमा आउन किन जान्छ? त्यो त छैन होला नि त आधार त छ त। मलाई लाग्छ जनतासम्म जाने आधार छैन यिनीहरूको अहिले। त्यसो भए किनभने सबै पढे लेखेका छन् कि उनीहरूलाई अलिकति इज्जतको ख्याल पनि छ। जनताले हुटिङ गर्यो भने त भागिहाल्छन् नि। मेरो विचारमा यी 20 जनाले मध्ये उनीहरूको जुन बिचको भित्री कोठरी भन्छन् नि है, 4-5-7 जना कतिजना होला, ती बाहेक अरूले टिकट लिँदैन। तोसीबाले नै टिकट लिँदैनन्। अर्को के सुमनाहरूले नै टिकट लिँदैन। यही पार्टीबाट लिँदैन। किन यो पार्टीप्रति उनीहरू नै वितृष्ण भइसक्न थाले? पार्टीप्रति तपाईँले 3 करोड जनतालाई ठग्नु भएको छ। 2.5 वर्षसम्म अरू केही नगरे यो 75 लाख जुन चाहिँ डिपोजिट कर्ता थियो त्यसको कुरा उठाएको छ। यी पार्टीका कार्यकर्ता यी नेताहरूलाई रवि लामिछाने भए पुग्यो। ल अहिले रवि लामिछानेलाई छोडिदियो अरे। यहाँ अहिले यो बर्सातको चाहिँ जुन ताण्डव हुन्छ त्यो अन्त गर्छ। रवि लामिछाने नै यो देशको चाहिँ के अरे समस्याको चाहिँ समाधान हो त? त्यो बुझेका छैनन्। रवि लामिछाने नै समस्या हो त यो देशको? फेरि को रवि लामिछाने समस्या हो यो देशको? समस्या त हो नि। 3 वर्ष त हाम्रो खेर गयो नि। मैले प्रचार गरेकोमा 3 वर्ष लुट्न दियो, अरू बाँकी 2 वर्ष पनि छोडिदिएको छ। यहाँलाई चाहिँ कसरी समस्या लाग्यो रवि लामिछाने? ल हामीलाई धोका दिएपछि समस्या भएन। तपाईँले मलाई ठग्नु हो होइन? ठगेपछि त म तपाईँको मुख हेर्दिनँ नि। त्यस्तै भयो। 79 सालको चुनावमा मैले तोसीबालाई के चाहिँ भोट मागेपछि चेन्जको लागि म त विराटनगर गएको छु, मोरङ गएको छु, सुनसरी गएको छु, ललितपुरमा मैले भोट मागेको छु, काठमाडौँमा स्टुडेन्ट्सहरूसँग भोट मागेको छु चेन्जको लागि। तर तपाईँलाई त्यो अहिले व्याख्या गरिएछ भन्ने पछुतो भएर मैले त जुन दिन मैले आजको प्रेसमा रोहित भण्डारी भाइलाई उनले त्यही दिन मसँग इन्टरभ्यू लिएको थियो। मैले त्यही दिन भनेको थिएँ। उहाँले सोध्नु भएको थियो मलाई कि कस्तो तपाईँको के रियाक्सन छ रवि लामिछाने मन्त्री हुँदाखेरि भनेर होइन यो 3 करोड नेपालीले धोका पायो भनेर। अझ पनि ल भन्नुहोस् त, त्यो 75 लाख जो चाहिँ बचतकर्ता छन् तिनीहरूको एकजना लोग्नेको स्वास्नी बाउको छोरो या छोरी
2 जना गऱ्यो भने 1.5 करोड हो नि त। अनि हो 1.5 करोड चाहिँ यसपालिको बर्सातमा कसरी खर्च टार्छ होला ल भन्नुहोस् त। भयभरको पैसा त सहकारीमै जम्मा गरे अनि सहकारीमा चाहिँ यिनीहरूले नै खाइदिए नि त। त्यसमा चाहिँ म धेरै थोरै त स्वतन्त्र पार्टीले पनि भ्याके रहेछ नि। त्यही फर्मुला अमेरिकन फर्मुला अहिले चाहिँ यो 50 लाखको चाहिँ अभियान हुँदाखेरि तपाईँ मेरो घरमा आउँदाखेरि सही गराउन लगायो भनेदेखि हजुर के एउटा चाहिँ अलिकता चाहिँ चन्दा पनि दिनु पर्यो भनेर एउटा किताब निकाल्यो भने म त 100 रुपियाँभन्दा कम त दिन्न नि। 50 लाख त उठिगयो नि। होइन अहिले त हेर्नु त पर्सामा मुद्दा दर्ता हुँदै रवि लामिछानेले 2078 साल साउन 18 गते 1 लाख सहकारीमा चाहिँ सेयर हालेर सहकारीको सदस्यता लिनुभयो अनि साउन 19 गते एक दिन पछाडि नै भोलिपल्टै उहाँले 1.5 करोड रकम झिक्नुभयो भन्ने कुरा आयो क्या। अन्त तपाईँहरूले सहकारीको सञ्चालक सदस्य संस्थापक मैले भाइहरूलाई भनेको मान्छे मैले भाइहरूलाई भएको भन्ने कुरा आयो क्या। त्यहाँ चाहिँ सबै झुट यिनीहरू त प्रचण्ड र ओली भन्दा पनि माथिल्लो तहको चाहिँ रसन होइन। तर फेरि नाम चाहिँ रवि लामिछाने ठेगाना चाहिँ बागमती 8 भन्ने कुरा छ। बागमती नगरपालिका 8 भने यो के हो नाम रवि लामिछाने भनेर फसाउनु खोज्या त हुन्छ। रवि लामिछाने अमेरिकाबाटै सिकेर आएको ठेगाना त अर्को पर्यो नि त। अब अनि त्यो कहीँ लाछाप होला सिग्नेचर होला यो त मिलिहाल्छ नि। अहिले त्यतिकै त्यसमा मुद्दा चलाउनु पर्ने सिफारिस त गर्दैन नि। अहिलेको 21st सेन्चुरीको टेक्नोलोजी छ। तपाईँ जति लुकाउन खोज्नुहोस् तपाईँले बोलेको आवाज पनि अहिले रिट्रिभ हुन्छ। होइन सहकारीबाट अनि लामिछानेले रविले ऋण लिन नपाइने भन्ने त होइन। ऋण लिँदामा अनि ठग हुन्छ र। ए बाबा मैले भाइहरूलाई सुरुमै भनेको होइन 2 करोडको कुरा उठेको थियो हो कि होइन। त्यो 2 करोड तिर्दिएको भए आज यो 50 करोड रुपियाँ चन्दा उठाउनु पर्थ्यो। यो 2 करोडले 50 करोड तान्दैछ हेर्नुहोस्। अनि यो झमेला पर्थ्यो रविले टन्टै साफ हुन्थ्यो। त्यो 2 करोड जम्मा भएको कुरा के थियो त्यो फिर्ता गरिदिएको भए अहिले पनि सर्वोच्चमा होइन के अरे पासपोर्टको त मुद्दा जिम्दैछ नि। यिनी ढोकेबाजहरू यिनीहरू ढाक्ता रहेछन् भन्ने कुरा त के अरे नागरिकतामा त सर्वोच्चले खारिज गरेपछि त राजीनामा गर्नुपर्दो रहेछ, नयाँ नागरिकता लिनुपर्दो रहेछ, फेरि चुनाव गर्न जानुपर्दो रहेछ। यो चाहिँ के हो पासपोर्टको चाहिँ दोहोरो पासपोर्ट के हो त्यो चाहिँ जवाब दिनु नि यी 20 जनाले। स्वर्णिम वाग्लेले चाहिँ दिनु नि त्यसमा जवाब। मन्त्री रवि लामिछाने अहिले पनि घाँटीमा तरबार बोकेर हिँडिरहेका छन्। उनले तरबार होइन त्यो तरबारले ओलीलाई काट्नुपर्ने, शेरबहादुरलाई काट्नुपर्ने, प्रचण्डलाई काट्नुपर्ने 3 करोड नेपाली जनतालाई काटिदिए। विश्वासघात हो नि त यो। 3 वर्ष गयो कि गएन। अहिलेको यो युगमा भाइहरूलाई त कुदी फुर्सदै छैन। कुद्दा होला हरेक मिनटको पैसा छ। भाइहरूले एउटा इन्टरभ्यू लिँदाखेरि आफ्नो मेहनत गर्नुहुन्छ। त्यो एउटा आधी घन्टा 45 मिनटको इन्टरभ्यूले तपाईँहरूको 4टा 5वटा दिनमा भ्याइ नभ्याइ गरेर आफ्नो पेट पालेको छ, परिवार पालेको छ। यस्तो समयमा 3 वर्ष हाम्रो खेर गयो नि। होइन तर रवि लामिछाने त असार 7 गते स्थापना दिवसको अवसरमा पार्टी स्थापना भएको 3 वर्ष भएको अवसरमा चाहिँ उहाँले 19 पृष्ठ लामो पार्टीको नाममा एक ढङ्गले सन्देश परिपत्र जारी गर्नुभयो। त्यसमा चाहिँ मलाई चाहिँ फसाइएको हो, एक दिन यसको हिसाब किताब हुन्छ, प्रतिशोध साधेर फसाइएको भनेर भन्नुभयो। अर्को कुरा उहाँले के पनि कुरा गर्नु जीवी राईको सहकारीबाट अब नेपाली जनताले पैसा पाउँदैनन् पनि भन्नु के भन्नु खोज्नु भयो? त्यो कुन नयाँ कुरा भनेको? त्यो जीवी राई भगाउनेमा उयो सबैलाई थाहा छ नि, सबै मिलेरै भगाएको हो नि। ओलीको सरकारमा किन गएको, प्रचण्डको सरकारमा किन गएको त्यसको चाहिँ जवाब दिनु नि। फोरमा नपसिकन पहिलोपल्ट डिप्टी प्राइम मिनिस्टर हुँदाखेरि पत्रकारहरूले सोद्धाखेरि तपाईँ त नो नट अगेन भन्नुहुन्थ्यो, किन यहाँ सरकारमा आउनुभयो भन्दाखेरि फोरमा नपसिकन फोर साफ हुँदैन भनेर भने हो कि होइन? ऊ त अमेरिका बसेर आएको। अहिले सेफ्टी ट्याङ्क साफ गर्नु पर्यो भने एउटा मेसिन लिएर आउँछ, ट्याङ्कर लिएर आउँछ, पाइप हाल्छ, त्यो साफ गर्छ, पस्नुपर्छ। अरू पनि प्रविधि छ नि होइन? छैन। मान्छे बाहिरै बसेर पनि झकझकाएर समस्या समाधानको लागि पहल गर्न सक्नु पर्छ। अरे यो सरकार ढलिसक्ने थियो भनेको यो 3 जना उहिले सिद्धिसक्ने थिए, एकै वर्षमा सिद्धिसक्ने थिए। त्यसरी भूमिका खेलेको भए त्यसैको लागि पठाएको हो नि।
नाकको डाँडी भाँच्न पठाएको अब 3 खुट्टा उफ्रेर सत्ताको लागि त्यसरी हैन हो त नि अगाडि बढे त्यो चाहिँ साह्रै लज्जास्पद काम भयो है नेपाली जनतालाई नै निराशा अनि त्यही मुखले कसरी माग्छ भने पहिलो गएको केटीलाई स्वास्नीलाई तपाईँले आफ्नो घरमा त्यो कसरी पस्छ होला ल भन्नुहोस् त हैन उले त फसाएको साधे सरकारले मलाई चाहिँ फसाएको हो भनेर भन्नु हो नि सुन्नुहोस् न त्यो सेफ्टी ट्याङ्कमा किन पसेको त्यो चाहिँ त्यो नै गलत भयो त्यसो भए त्यसले गर्दा आफू फस्यो अनि मेरो मुखमा चाहिँ फोहोर पर्यो भन्न मिल्छ ए त्यही कारणले उनी यो दलदलमा फस्या हो त्यही खाना पसेको त अनि अरू के छ अरू के छ त्यो चाहिँ मलाई त्यो 3 वर्षसम्म के चाहिँ देखेँ मैले त त्यो पढ्दा पनि पढेको छैन सुन्दा पनि सुनेको हैन उनले अर्को कुरा नै अघि सारे के बस्नेज्यू जस्तो अब प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्ने र प्रदेश संरचना खारेज गर्नुपर्छ भन्ने हिसाबले पनि लाग्यो के भन्नुहुन्छ यसमा 3 वर्षपछि भनेर के गर्नु एउटा हिन्दीमा गाना छ क्या सब कुछ लुटा के होश में आए तो क्या हुआ तपाईले जुवा खेल्नुहुन्छ हैन सम्पत्ति जति सिद्ध्याउनु भएपछि होस आएर के अनि त 12 वर्ष वनवासमा जानुपर्छ कि पर्दैन पाण्डवहरूले के अरे द्रौपदीलाई पनि हात दिए हो कि होइन जुवा भनेको चिज त्यस्तो हो नि त अब अहिले सबै उसको के अरे छिया भएर चाहिँ नाङ्गे भइसकेपछि अब म गर्दिनँ भनेर कसले पत्याउँछ अब अहिले भिजिट भिसा प्रोग्राममा रवि लामिछानेकै सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निरन्तर अवरोध गरिरहेको अवस्था छ संसद र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपाले पनि र अहिले चाहिँ त्यो हिसाबले अब भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने संसदीय छानबिन समिति अथवा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहँदाखेरि अहिले सरकारले चाहिँ पूर्व मुख्य सचिव शङ्करदास बैरागीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति बनायो अब धेरैले भन्छन् दुधको साक्षी बिरालो भन्ने हिसाबले पनि टिप्पणी गरेका छन् यसलाई यहाँले कसरी हेर्नुभयो शङ्करदास बैरागीको नेतृत्वको भिजिट भिसा प्रकरण उच्च स्तरीय छानबिन समितिले काम गर्न सक्ला यो पुरानो ट्याक्टिस हो कि होइन आजभन्दा 20 वर्ष पहिलेको मिडिया र अहिलेको मिडियामा फरक छ कि छैन पेपर कसैले पढ्छ टिभी कसैले हेर्छ सबैसँग मोबाइल छ स्मार्टफोन भएपछि सबै कुरा पुग्यो टिभीको न्युज पनि त्यसैमा आउँछ अखबारको पनि त्यही पढ्न पाइन्छ कसले चाहिँ यो लिन्छ त पुरानो त्यो जनताको आँखामा छारो हाल्ने तरिका हो यो तर तपाईहरुले जनतालाई चाहिँ अप टु डेट गरिदिनु भएको छ जनता बेकुफ छैन यिनीहरू जनता बेकुफ छ भन्ने नै छ कि जनतालाई चाहिँ के पछतावा छ भने यस्ता बेकुफहरूलाई हामीले भोट हालेर पठाएछौँ भनेर जनताले पछतावा हुन थाले नाङ्गिन थाले हैन यो प्रकारले त्यो हाउस भित्र त सबै नाङ्गे छन् नि हैन शङ्करदास बैरागीले अब छानबिन गर्न सक्दैन भन्ने कुरा नेपाली जनताले थाहा पाइसक्यो त्यो छानबिन गर्न पठाएकै होइन भने हैन कार्यदेशै रहेनछ फेरि हेर्नुस् है त्यो यो भिजिट भिसाको गृह मन्त्रीको अनियमितताको विषयमा छानबिन गर यो काम गर भन्ने कार्यदेशै छैन रहेछ त्यो अनि जनतालाई बेकु बनाउन सक्यो त भाइहरूलाई थाहा भइसकेपछि यहाँ भन्नुभयो मैले त्यसको जवाब दिन्छु त्यो मकै पोल्ने त्यो बहिनीले पनि कानमा एउटा इयरफोन राखेर सुनिरहेको हुन्छ गिट्टी कुट्नेले पनि सुनिरहेको हुन्छ अनि त कुरा त क्लियर भइगयो नि त अनि लुक्छ त कुरा लुक्छ त अब हेर्नु त फेरि सत्ताको प्रिय पात्र गृहमन्त्री रमेश लेखक त अर्चित अब कोलोनीमा सँगै मर्निङ वाक गर्ने रे त्यस्तो दोस्ती अनि उहाँकै नेतृत्वमा आफ्नै पकेटको खल्तीको मान्छे चाहिँ छानबिन समितिको नेतृत्व दिएर कहाँ राम्रोसँग छानबिन गर्नुहुन्छ भनेर राष्ट्रपालले यो स्वर्णिम वाग्लेले प्रश्न उठाइरहेछ सुन्नुहोस् न स्वर्णिम वाग्लेलाई थाहा छैन कसरी भ्रष्टाचार हुन्छ भने उसले पनि के अरे प्लानिङ कमिसन कहाँ बसेर केही न केही त तर मारेकै छ र त यहाँ बसेका छन् नभए आफ्नो स्वास्नी छोराछोरीकामा गइहाल्थ्यो होला हो कि होइन त्यो कुरा नगरौँ जसको तन मात्रै जिउ मात्रै यहाँ छ मन र धन चाहिँ विदेशमा छ त्यसले नेपालको सोच्दैन त्यो चाहिँ क्लियर कट कुरा हो यी नेताका पनि स्वास्नी के अरे छोराछोरी सम्पत्ति सबै विदेशमा छ त्यस कारणले उनीहरूलाई नेपाल र नेपालीले दुःख पाउँदाखेरि उनीहरूलाई केही असर परेको छैन जहाँसम्म यो भिजिट भिसाको कुरा हो प्रचण्डले त यो त 64 सालदेखिको हो भनेको छ 64 साल हो भनेदेखि सबै प्रधानमन्त्रीहरू यसको जिम्मेवार छन् अहिलेको प्रधानमन्त्री मात्रै होइन त प्रधानमन्त्री जब जिम्मेवार छन् भनेदेखि रमेशको लेखकको मात्रै राजीनामा किन माग्ने ओलीको माग्नु शेरबहादुरको माग्नु
प्रचण्डको माग्नु सबै त्यहाँ पो छानबिन हुनुपर्छ त्यो रमेशको छानबिन गरेर के फाइदा फेरि के अरे अनुसन्धान गर्नु भनेको छैन अरे सुझाव दिनु भनेको छ सुझाव त हामी नै दिइराखेका छौँ नि किन खर्च गर्नु पर्यो भनेपछि शङ्करदास बैरागीले छानबिन गर्न सक्दैन तपाईँले लाग्दा लाल आयोगको छानबिनको रिपोर्ट आएको छ अस्ति सुन काण्डको त्यो ब्रेक सुको काण्डको आएको छ अस्तिको अरू कहाँ के त्यो झलरी फलरी के आएको छ त अनि कुन चाहिँ कारवाही हुन्छ यो बिहार समिति यो अल्मल्याउन झुकाउन हो जनतालाई झुकाउन हो यो यही गरेर आएका छन् र त्यो तपाईँहरूको यो 6 इन्चको क्यामेराले नाङ्गो पार्दैछ त्यो जमाना छैन भने त्यो झुकाउने जमाना छैन त्यसरी छल्न यिनीहरूले खोज्न चाहिँ खोजिरहेछन् किनभने उनीहरूको कामै उनीहरूले गर्न सक्ने नि त्यही हो तर नेपाली जनतालाई जति उनीहरूले हाट्न खोजे उति उनीहरू नाङ्गिँदै गएको चाहिँ प्रश्न हुन्छ है होइन यो अहिले पनि यो जुन 50 लाख भनेको त पुर्याउन चाहिँ गाह्रो छ काठमाडौँभित्र त 50 लाख पुग्दैन एउटैले दोहोऱ्याएर गरे मात्रै होइन त्यो अब त्यो त्यतापट्टि पनि नजाउँ तर 50 लाख वास्तवमा चाहिँ त्यहाँ सिग्नेचर गर्न आएको हो भने मेरो अनुरोध चाहिँ के हो भने पैसा चाहिँ नदियो पैसा चाहिँ नदियो हस्ताक्षर अभियानमा सहभागी हुन सक्छौ तर पैसा उठाउनु पैसा किन दिनु उनीहरूलाई सिग्नेचर चाहिएको हो पैसा के को लागि चाहियो त्यही सिग्नेचरले रविको कल्याण हुन्छ भने रविको चाहियो पक्षमा सडकमा आन्दोलन गर्न त अब खाजा खानु पर्ला पैसा खर्च होला नि त पानी किन्नु पर्ला 50 करोड त चाहिँदैन होला नि त होइन एक दिन होइन पटक पटक गर्नु पर्ला जति गरे पनि 50 करोड त चाहिँदैन होला नि त ठुलो रकम होइन ठुलो रकम यहाँनिर यो हस्ताक्षर कुरा गर्दाखेरि चाहिँ बस्नेतज्यू अहिले पूर्व प्रधानमन्त्री नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई पनि रवि विरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै जसरी राष्ट्रसभाले हस्ताक्षर अभियान अथवा सिग्नेचर क्याम्पेन अगाडि बढाएको छ त्यसमा चाहिँ पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि जाने कुरो आयो ल हेर्नुहोस् है ऐक्यबद्धता जनाउन जाने कुरा आयो कसरी 64 देखि सबैजना यसैमा छन् भन्दैछु त नि 64 देखि को प्राइम मिनिस्टर छ भट्टराई पनि प्राइम मिनिस्टर हो भट्टराई प्राइम मिनिस्टर हो माधव नेपाल नेपाल बहादुर ओली प्रचण्ड अब सुशील राई त मरिसक्नु भयो खिलराज रेग्मी पनि होइन खिलराज रेग्मी यी सबै पर्छन् नि यो त तब एउटा कुरा चाहिँ आम जनताले के बुझेको छ भने यहाँ कुनै पनि भ्रष्टाचार हुँदाखेरि मन्त्री परिषदमा जाँदाखेरि कुनै पनि प्रस्ताव प्रधानमन्त्रीको मन्जुरी बगैर मुख्य सचिवले लाँदैन ल तपाईँ यसलाई थाँती राखिदिनुहोस् भन्छ र सचिवले प्राइम मिनिस्टर र मुख्य सचिवलाई नसोधिकन प्राइम मिनिस्टरको यसमा के राय छ भनेर गाली खान त कुनै पनि सचिवले चाहिँ के प्राइम मिनिस्टरको इच्छा विपरीत त पठाउँदैन होला नि त हो कि होइन अनि यति पनि नबुझ्ने सबैले बुझिसके होइन अहिले जुन समिति बनाएको छ भिजिट पिसाब प्रकरणमा अनि गृह सहसचिव आनन्द काफ्ले समेत समितिमा छन् अनि आफ्नै मन्त्रालयको हाकिम मन्त्रीलाई गृह सहसचिव बोलाएर बयान गर्न सक्छ होला त किन अस्ति अख्तियारले उसलाई गरेको होइन बाबुराम र माधव नेपाललाई घरमा गएर कफी खाएर गरेको हो कि होइन त्यस्तो त गर्न मिल्छ होला नि त के मिल्दैन तर त्यति गरे पनि अहिले त माधव नेपाल त जानु पर्दो रहेछ नि त राति 12 बजेसम्म त अदालतमा बस्नु पर्दो रहेछ 35 लाख छुट धरोटी राख्नु पर्दो रहेछ होइन केही न केही त्यो मुद्दामा अरू के छ मलाई चाहिँ थाहा छैन जित्छन् हार्छन् बेग्लै कुरा हो तर क्याबिनेट डिसिजनमा पनि अब मुद्दा चल्ने हो त्यो चाहिँ मलाई खुसीको कुरा होइन अब यहाँ हिजो मात्रै अब शुक्रबार यासीको रिजल्ट आयो यासीको रिजल्ट आएर प्रधानमन्त्रीले खुसी हुँदै गएको वर्ष चाहिँ 47.86% मात्रै पास भएको थियो यो वर्ष 61.81% सफल भएको खुसी लाग्यो हामीले पनि मेहनत गर्यौं हाम्रो पनि सक्रियताले काम गर्यो भन्नु जबकि यही वर्ष हेर्नु त त्यत्रो आन्दोलन सडक आन्दोलन भयो शिक्षकको आन्दोलन 29 दिन सडकमा आन्दोलन गरे तर हातला शून्य भएर रित्तो झोला भएर अब उधारो सम्झौता गरेर विद्यालय शिक्षा ऐन त्यो विधेयक पारित गर्ने भनेर उधारो सम्झौता गरेर गए अनि केपी ओलीले मैले नै गरे हो जस्तो गरेर जस लिनु हो कसरी हेर्नु भयो यसलाई अब कि त लेख्न जानु पर्यो कि चिट पुर्याउनु पर्यो कि ग्रेस मार्क दिनु पर्यो बाहिर बस्ने मान्छेले गर्ने त्यही मात्रै होइन
अझ 90% पुऱ्याएको भए हुन्थ्यो, त्यतापट्टि म जान्न कि। तर जो पास भएका छन् तिनीहरूलाई बधाई छ। तर बाँकी 49% त फेल भयो नि, जो 39% भए तिनीहरूले ती भाइ बहिनीलाई मेरो सल्लाह के छ भने निराश नहुनु होइन। असफलता नै सफलताको पहिलो सिँढी हो, प्रतीक हो भन्छ होइन। यसको लागि आफ्नो मन दह्रो गर, फेरि पढ्न चाहिँ नछोड, फेल भयो भन्दैमा कुनै नचाहिने काम नगर होइन। आफूलाई हानि पुग्ने या कुनै काम पढाइ छोडेर भाडा मार्न चाहिँ नजाऊ। आखिर ज्ञान चाहिँ चाहिन्छ अहिलेको 21औं सदीमा होइन। पाखुराको भरले मात्रै हुँदैन, पढ्न चाहिँ नछोड्नु। एक दिन आउँछ जब भाइ बहिनीले राम्रो शिक्षक पाउँछ, राम्रो स्कुल पाउँछ, राम्रो कोर्स पाउँछ, जसले आफ्नो भविष्य बन्छ। त्यो दिन आउँदैछ। 21औं सदीको सबैभन्दा ठुलो देन के हो भनेदेखि चाहना हुनुपर्छ। चाहना राख्ने र मन डह्रो पार्ने हो भनेदेखि कुनै पनि चिज असम्भव छैन। गएर ठुल्ठुला युनिभर्सिटीमा जानु पर्दैन। अहिलेका एप्सहरूबाट नै सबै ज्ञान आउँछ। अहिलेका युट्युबबाट पनि विद्वानहरूले बोलिराखेका छन्, भाइहरूले मेहनत गरिराखेको छ। अहिलेको नयाँ 21औं सदीको नयाँ जेनेरेसन भाइहरूले तयार गरिराखेको छ। हामी जस्ताले त भाइहरूलाई सल्लाह दिने मात्रै हो। हामीमा भन्दा पनि यी भाइ बहिनी यङ जेनेरेसनमा कन्सन्ट्रेट गर्नु, तिनीहरूको लागि क्वेसन सोधिदिनु, मेरो चाहिँ भाइहरूलाई अनुरोध यो हो। हजुर, राष्ट्रपतिको कुरा गर्दा चाहिँ रवि लामिछाने पार्टीमा चाहिँ अब म महामन्त्री हुन्छु भनेर अदालत जानुभएको छ डाक्टर मुकुल ढकाल। कारण देखाउ आदेश पनि जारी भएको छ, किन हटाउनु परेको भन्ने हिसाबले। अब यो निर्वाचन आयोगले 1.5 वर्षपछि तपाईँ नै हो महामन्त्री भनेर पत्र काटेको कुरा आयो। यो चाहिँ यो हुन त तपाईँले अदालतलाई जिम्मा पनि दिनुभयो, तर यो कतै न कतै राष्ट्रसभामाथि खेल भइरहेको त होइन भन्ने पनि मान्छेले प्रश्न चाहिँ उठाउँछन्। ट्रम्पले एउटा चिज भनेको छ, यहाँ फ्रड छ, यहाँ करप्सन छ नेपालमा भनेको छ कि छैन। रवि लामिछाने, स्वर्णिम वाग्ले त्यही ट्रम्पको देशबाट आएका हुन्, ती ट्रेनिङ लिएर आएका हुन्। उनीहरूलाई थाहा छ यहाँ फ्रड छ, यहाँ करप्सन छ। यो 3 वर्षमा त्यसको विरुद्धमा एक शब्द नबोलेको हुनाले र त्यही फ्रड व्यवस्थामा, करप्ट व्यवस्थामा पसेको हुनाले त्यसको फोहोर होस् कि उनीहरूको लागि स्वाद होस्, मुखमा परेर पेटमा गइसकेको छ, तिनीहरूको रगतमा पसिसकेको छ। अब कि त रगतको चाहिँ गर्नु पर्यो, चेन्ज गर्नु पर्यो, हो कि होइन? अर्को रगत हाल्नु पर्यो, हो कि होइन? ब्लड क्यान्सरवालालाई त्यो गर्छ नि त, हो कि होइन? यिनीहरूकोमा त्यो करप्सन पहिलेदेखि नै थियो, अहिले उजागर भएको मात्रै हो, अरू अन्यथा केही होइन। अन्यथा केही पनि होइन। अब व्यवस्थाको विरुद्ध यहाँले भनिराख्दाखेरि खोइ व्यवस्था विरुद्धको शक्तिहरू पनि निर्णायक आन्दोलन गर्ने भनेर फेरि हप्ता 10 दिनमै थाके जस्तो भयो। किन यो व्यवस्था विरुद्धको आन्दोलन सशक्त बन्न सकेन? व्यवस्था विरुद्धको आन्दोलन भएकै छैन। ए भएको छैन जनक भाइ, भएकै छैन त्यसो भए? अरे राप्रपा के भन्छ होइन, हाम्रो के साई अरे, ज्ञानबहादुर साई के भन्छन् होइन, हाम्रो के अरे राजेन्द्र लिङ्गेल के भन्छन्, नूतन एग्रिमेन्ट गर्ने कोसँग गर्ने भने सरकारसँग गर्ने, नवीन समझदारी हो कि होइन? अनि त्यो विरोध भयो त तपाईसँग म मिल्ने भने चाहिँ विरोध के भयो त? अनि कसरी सफल हुन्छ? कुन चाहिँ आन्दोलन सरकार विरोध? अर्को कुरा उनीहरूले जाँदा भने त्यही आन्दोलन गरेपछि होइन, त्यो मात्रै होइन। सरकारको विरोध गर्ने आन्दोलन कता छ? अहिले स्वतन्त्र पार्टीकै लिउँ, उनीहरू केमा गए? हस्ताक्षरमा गए, पैसा उठाउनमा गए, सरकारको विरोध गरेछ। यो हस्ताक्षर गर्नुको बदलामा देशभरि विरोध गर्नु नि, उनीहरूसँग त्यत्रो शक्ति छ, जनताको समर्थन छ भने देशभरि विरोध गर्नु, आन्दोलन गर्नु चाहिँ राम्रो हुन्छ बरु, हो त नि? स्वतन्त्र पार्टी कहिले सडकमा आएछ यस विषयमा? 1-2 पल्ट आयो के अरे, होइन? कसैले वास्तै गरेन, अनि त बुझेन नि त। अनि अब केही नलागेपछि अब पैसा चाहिन्छ राजनीति गर्न त कति ठग्नु सहकारीलाई, पोल त खोलिसक्यो, सहकारी नै टाट भइसक्यो, हो कि? अनि अब मैले भनिहालेँ नि, यहाँ
कतिजना यहाँ आउँछन्, कसैको चाहिँ लिभर ट्रान्सप्लान्ट गर्नु परेको छ, कसैलाई चाहिँ क्यान्सरको रोगी छ भनेर कतिले सत्य भन्छ, कसैले झुट बोल्छ, के बोल्छ मलाई थाहा छैन। तर यहाँ आएर कराएपछि हामी 150 रुपियाँ दिएर पठाइदिन्छौँ। त्यही फन्डा यो सुरु हुँदैछ, अरू केही पनि होइन। अब दैलेखमा मिथेन ग्यास भेटिएको कुरा आएको छ। 50 वर्ष नेपालको इन्धनको माग तान्ने कुरा र 112 अर्ब घनमिटर मिथेन ग्यास भेटिएको कुरा छ। यो चाहिँ नेपाली जनताको लागि कतिको खुसीको समाचार हो? त्यो हाम्रो सम्पत्ति हो, 3 करोड नेपालीको सम्पत्ति हो। तर यिनीहरूले लुट्छन् कि फेरि, अथवा छिमेकमा हान्था पर्छन् कि भारत र चीन फेरि कसले निकाल्ने? सुन्नुहोस् न, नदी नाला के गरे? त्यो हाम्रो सम्पत्ति हो नि, गिटी बालुवा हाम्रो सम्पत्ति हो नि, वन पैदावार हाम्रो 3 करोडको हो नि, प्रकृतिले दिएको हो नि। ओलीले ल्याएको हो, शेरबहादुरले ल्याएको हो, प्रचण्डले ल्याएको हो, रवि लामी छानेले ल्याएको हो। यो त भगवानले दिएको, प्रकृतिले दिएको हो नि। त्यो ग्यास के फ्याक्ट्रीबाट उत्पन्न गरेको, फ्याक्ट्री ल्याएर आएर के विनोद चौधरीले बनाएको हो? त्यो होइन, त्यो त प्रकृतिले दिएको। हामी 3 करोडलाई दिएको। मिडल इस्टमा को कमाइ के हो त? यही ग्यास र तेल त हो कि होइन? अघि त्यसले त्यहाँको जनताको आम्दानी बढाएको छ कि छैन? हो कि होइन? उनीहरूले सुविधा पाएका छन्, कति चिज फ्री पाएका छन्। तर के भएको छ यहाँ भनेदेखि हाम्रो सबै चिज लुटेका छन्। त्यो लुट्न चाहिँ नदिनु। एउटा चिज के क्लियर गर्नु भनेदेखि हामीले त्यो रेटमा पाउनुपर्छ ग्यास। आम जनता नेपालीले जुन रेटमा युएईमा, साउदीमा त्यहाँको मान्छेले पाउँछ, त्यो रेटमा, अहिलेको रेटमा पाउने गरी कुनै विदेशी कम्पनीलाई नदिनु। जस्तो एनसेललाई दिएर हामीलाई लुट्न दिएको छ। हाम्रो के अरे खोला नाला सबै दुनियाँलाई दिएर बिजुली हामीले 13 रुपियाँ तिर्नु परेको छ कि छैन? हामीले त 1 रुपियाँ 1.5 रुपियाँमा, भारतमा अब 1.5 रुपियाँ भारूमा झार्दैछ। 1.5 रुपियाँ भारू भनेको कति हो थाहा छ? 2.5 रुपियाँ हो यहाँको, होइन? 2 रुपियाँ 40 पैसामा। भारतमा 2 रुपियाँ 40 पैसामा पर्ने हाम्रै पानीले बनेको बिजुली हामीले 13 रुपियाँ तिर्नु पर्ने। यो ग्यास पनि हाम्रो हो, यो ओलीको होइन, प्रचण्डको होइन, शेरबहादुरको होइन। यिनीहरूले कुनै पनि कम्पनी यहाँ हेर्नु, चाइनिज कम्पनी आउला, भारतीय कम्पनी आउला, विदेशी कम्पनी आउला, यिनीहरूले नेपाली कम्पनी र आफूले गर्दैन यिनीहरूले। किनभने उनीहरूबाट हामीले जसरी राष्ट्रिय स्वार्थ हामीले के हेर्नुपर्छ भनेदेखि युएईमा, अमेरिकामा कुन रेटमा उनीहरूले ग्यास पाएको छ? भारतसँग होइन हाम्रो। किनभने भारतले त इम्पोर्ट गर्छ। उसले त 85% पेट्रोलियम पदार्थ इम्पोर्ट गर्छ। उसको त खर्च लाग्छ। उसकामा त ग्यास आफै पनि आयात गर्ने, हामी कहाँ त एक्सपोर्ट गर्ने ग्यास छ, हामीलाई पुगेर पनि हो कि होइन? 50 वर्षसम्म हाम्रो माग धान्ने भनेपछि हामीले त सिधै पाउनु पर्ने नि, हो कि होइन? निकाल्यो, त्यसको जे जति कस्ट लाग्छ, हो कि होइन? र ट्रान्सपोर्टेसन कस्ट, त्यो बाहेक हामीले तिर्नु त नपर्ने। त्यो चाहिँ रोक्नु मेरो विचारमा। अगर त्यस्तो विदेशी कम्पनीसँगको एग्रिमेन्ट भयो भने ऋण हारेर त्यो चाहिँ हामीले हेर्न पाउनुपर्छ। यसरी नै भाइहरूको क्यामेरामा एक्सपर्टहरूले त्यसमा छलफल गर्न सक्नुपर्छ। अनि कति खायो, कति के गर्यो त्यो थाहा हुन्छ। यो चाहिँ लुट्न नदिनु, यसले हामीलाई ठुलो आर्थिक राहत दिन्छ। हजुर। अनि त्यहाँ जाँदै अन्तर्राष्ट्रिय राजनीतिक विषय जस्तो इरान इजरायल 12 दिने युद्ध भयो, त्यसमा अमेरिका पनि सामेल भयो। अमेरिकाले त अब इरानको आणविक केन्द्रहरू जस्तै 3वटा आणविक केन्द्रहरू जस्तै फोर्दो, इस्पाहान र नतान्जमा पनि आक्रमण गरेर ध्वस्त बनायो भन्ने कुरा र यद्यपि त्यहाँ कतिपयले विकिरण नचुहिएको हुनाले त्यहाँ ध्वस्त भएको छैन भन्ने हिसाबले पनि अन्तर्राष्ट्रिय रिपोर्टहरू, इभन अमेरिकाकै इन्टेलिजेन्स एजेन्सीले पनि त्यो कुरा गरिरहेको छ। अब अस्ति हिजो शुक्रबार त अमेरिकाले एउटा भिडियो सामग्री नै जारी गरेर चाहिँ यसरी चाहिँ अब फोर्दोमा चाहिँ यो आणविक भट्टी नष्ट गरिएको थियो भन्ने हिसाबले पनि देखाइएको थियो। यो युद्ध 12 दिन मात्रै चलेर अन्त्य हुनु, अमेरिका समेत सामेल हुनु, अमेरिका सामेल भयो भने इरानको पछाडि चीन र रसिया पनि आएर झन् विश्वयुद्धको रूप लिन्छ, वर्ल्ड वार 3 हुन्छ भनेर एक ढङ्गले चर्चा परिचर्चा भइराख्दाखेरि एकाएक साम्य भयो।
अहिले त नोबेल प्राइज पिस प्राइजको लागि डोनाल्ड ट्रम्पलाई मनोनित गरेको भन्ने कुराहरू आइरहेको छ कसरी हेर्नु भएको छ यो युद्ध सिज फायर होइन अघि यो युद्ध रोकेको जस्तो भारत र पाकिस्तानको बिचको युद्ध पनि रोकेको हो अघि अहिले चाइनामा एससिओको मिटिङमै उसले के अरे भारतको रक्षा मन्त्रीले जुन जोइन्ट कम्युनिके जुन चाहिँ पेपर हो त्यो सही नै गरेन निर्णय सही नै गरेन विरोध नै गरेन अरू के भयो त्यतापट्टि समयले बताउँदै जान्छ म दुईटा कुरा चाहिँ भन्छु कुनै पनि युद्धको एउटा लक्ष्य हुन्छ बिना लक्ष्यको युद्ध हुँदैन बिना कुनै कारणको लडाईँ हुँदैन हो कि होइन यसको कारण के थियो भनेदेखि इरानलाई आणविक हात हतियार बनाउन नदिने अथवा बनाउन सक्षम बनाउनबाट टाढा राख्ने उसको हातमा उसको हातमा चाहिँ यो आणविक हतियार नपरोस् एक दोस्रो उसले आतंकवादी संगठनहरूलाई फिनान्स गरेर अरू देशमा इजरायललाई मात्रै होइन लेबनन उसले कब्जा गरेको छ सिरियामा आफ्नो प्रभाव राखेको छ के अरे प्यालेस्टाइनमा उसको प्रभाव छ इभन कतार सतार यी सबै देशहरूमा उसको प्रभाव छ गुन्डागर्दी भनौँ न डनको जस्तो र फिनान्सर र हात हतियार दिने पनि इरान हो कि होइन त्यो बन्द गर्नुपर्ने थियो त्यो कुनै दुईटै चिज भएको जस्तो लाग्दैन मलाई अलिक महिना एक दुई वर्ष पछाडि धकलियो होला के अरे आणविक बम तर आणविक बम त होइन पाकिस्तानसँग बनाउँछ उसले किन्न र स्मगल गरेर धार्मिक कुरा कुनै ठुलो कुरा होइन उसले के भनेको छ भने यसलाई धार्मिक रङ दिएको छ खुमेनीले आयतुल्लाहले के भनेको छ भने हामीले यहुदीहरूलाई खुट्टा टेकायौँ घोडा टेकायौँ भनेको छ हो कि होइन तर यसलाई अझ पनि त्यो घृणा एउटा सभ्यता एउटा आस्थामाथिको घृणा र त्यसलाई मिटाउने जुन चाहिँ कट्टरपन्थी इस्लामिक शासकहरूले राखेको छ त्यो खतरनाक छ त्यो मरेको छैन तपाईँले साँपलाई जिउँदै छोडिदिनु हो मान्छे त्यो चाहिँ दुःखद कुरा हो त्यो होइन त्यो खतरनाक कुरा हो अब त्यसको असर अहिले हाम्रो क्षेत्रमा पर्दैछ हामी कहाँमा जुन यो भिजिट भिसा छ यसबाट त कति क्रिमिनल्स भारतबाट वान्टेड मान्छे मात्रै 67,000 यहाँबाट पार भएको छ त्यो त डाटा छ नि त हामी आतंकवादीहरूको ट्रान्जिट पोइन्ट छौँ त्यो म कतिपल्ट भन्दैछु यही विषयमा चाइनामा छलफल भएको छ अजित देवल गएको छ रसियामा शशि थरूर गएको छ अब यहाँ एक प्रकारको अन्डरस्ट्यान्डिङ हुन्छ आतंकवादको विरुद्धमा जो पाकिस्तानले गर्छ मिडल इस्टबाट आउने त्यहाँबाट आउने त नेपाल हो सजिलो ठाउँ त यसलाई कन्ट्रोल गर्नको लागि गरेको छ यो आतंकवाद चाहिँ झन् बलियो भएर आयो उनीहरू हिम्मत बढ्यो अमेरिकाले के गर्दो रहेछ त 12 दिन लडाइँ गर्यो त्यसपछि त हामीलाई त सिद्ध्याउन सकेन भनेपछि उनीहरूमा अझै भन्ने जुन फिलिङ आएको छ त्यसले हामी यहुदीलाई जसले तहस नहस गर्न चाहन्छ खोजेको छ त्यसले सनातनीहरूलाई पनि त्यही चिज गर्छ अहिले बङ्गलादेशमा हिजो मात्रै एउटा मन्दिर भत्काइदियो त्यहाँ कति मान्छे मारे हिन्दू त्यहाँ पनि कट्टरपन्थीहरूकै शासन छ नि त त्यसकारण यो खतरनाक चिज हो आतंकवाद अन्त नहुने हो भने दुनियाँमा कहिले पनि शान्ति हुँदैन अमेरिका जस्तो देशमा त ट्विन टावर पड्काइदियो युरोपमा अन्धाधुन गोली चलाइराखेको छ यिनीहरू आत्मघाती बम बोकेर हिँड्छ हामी चाहिँ त्यसको ट्रान्जिट पोइन्ट हुँदैछौँ अबको जसरी तपाईँहरूले सेटेलाइट पिक्चर हेर्नुहुन्छ नि किनभने सेटेलाइटले सबै कभर गरिराखेको हुन्छ माथिबाट त्यस्तै अब सेटेलाइट नेपालमा चाहिँ केन्द्रित छ यहाँको सबै एक्टिभिटिज विदेशीहरूले हेरिराखेको छ यो रवि लामिछाने भनेका त यी केही पनि होइनन् त्यहाँ आतंकवादले यहाँ कब्जा गरिदियो भनेदेखि हामी नेपाल चाहिँ रहन गाह्रो पर्छ गाजा हुम्ला लेबनान हुनुभन्दा पहिले यो व्यवस्था कसरी चेन्ज गर्ने हो त्यतापट्टि तपाईँहरूले ध्यान दिनुहोस्
र त्यो अभियान चलाउनुहोस्, त्यसले मात्रै नेपाल बाँच्छ। तपाईँहरूको हातमा छ, हाम्रो हातमा छैन। यी फोकटिया नेताको चक्करमा तपाईँहरू नपर्नु होला। हस्, यो महत्त्वपूर्ण संवादलाई धन्यवाद बसन्तजी। समाजको आवाज.com